बच्चो पोषणमा यी बालबालिकाहरूले अन्याय मात्रै भोग्नुपर्छ भने आज हामीले कोर्ट सभा मात्रै गरेका छौँ। भोलिको दिनमा मेचीदेखि महाकालीसम्म हामी आधी बेरी ल्याउन यिनै जेनजी र हामी आमाहरू उठ्नेछौँ। यो हेकारो होस् यो सरकारलाई। म यहीँबाट खबरदारी गर्न चाहन्छु। खबरदार हाम्रा छोरीहरूलाई कसैले आँखा लगाउला। खबरदार हाम्रा कलेज विद्यालयहरूमा हाम्रा छोरीहरू असुरक्षित हुलान्। कहिलेकाहीँ हामी धेरै अभद्र व्यवहारहरू पनि सुन्ने गर्छौँ। तर साथीहरू म एउटा के अनुरोध गर्छु तपाईँहरूलाई भने हेर्नुहोस्, यौनिकता भनेको नजरमा पनि हुन्छ। मेरो प्यारो काँकरभिट्टा, यदि तपाईसँग कसैले नजर मिलाएर त्यहाँ यौनिकताको भाव तपाईँमा छल्क्यो भने त्यो मान्छेसँगको सम्बन्ध तपाईँहरू तोडिदिनुहोस्। किनभने यौन र यौनिकताको कारणले गर्दा पनि आज बलात्कारको शिकार बढेको छ। यस विषयवस्तुमा हामीले ठाउँ ठाउँमा गएर प्रशिक्षण दिने गरेका छौँ। महिला जनचेतना केन्द्रको तर्फबाट होस्, चाहे चाहिँ हामी नेपाल मेची नगर लेडी जेसिसका तर्फबाट होस्, चाहे माइती नेपाल होस्, चाहे नेपाल प्रहरी काँकरभिट्टा इलाका प्रहरी कार्यालयको तर्फबाट होस्, म मिलन बहिनीलाई यहीँ देखिरहेको छु हिसाबलाई। उहाँहरूले यस्ता चेतनामूलक कार्यक्रम लिएर हिँडिरहनुहुन्छ। पत्रकार संयोजक ज्यूहरू, पत्रकार सञ्चारकर्मी ज्यूहरूले यस्ता कुरालाई खबरदारी गरिरहनुहुन्छ। तर सरकार सुतेको छ। अब बन्ने सरकार सुत्नु हुँदैन। यदि फाँसी दिने कानुन बनाउन मिलेन भने पनि त्यसलाई आजीवन कारावास बनाइनुपर्छ र कुनै राष्ट्रपति र कुनै प्रधानमन्त्रीको सिफारिसमा भक्तिमा जलाएर मार्ने मान्छेहरूलाई जस्तो भोलि ती आजीवन कारावास भएका बलात्कारीहरूलाई उन्मुक्ति दिएर रिहाई गर्न भने पाइने छैन। यो छुट सरकारलाई छैन। त्यसकारण पनि म यहाँ सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यो मेचीको किनारबाट उद्घोष गर्न चाहन्छु। यदि फेरि पनि हाम्रा इनिसा जस्ता छोरीहरू बलात्कारमा पर्छन् र यो देशलायकको मनस्थिति, हाम्रा युवाहरूको मनस्थिति, हाम्रा छोराछोरीहरूको मनस्थितिलाई खलबल्याउने काम यदि गरिन्छ भने त्यस्ता व्यक्तिहरूलाई हामी छोड्ने छैनौँ। हामी एकदमै स्तब्ध भएका छौँ। हिजो निर्मला पन्तको हत्या भइरहँदा काँकरभिट्टामा या धुलाबारी होस्, हामीले यसरी नै खबरदारी सभा गरेर यो खबरदारी सभा अन्त्य होस्, फेरि नदोहोरियोस् भन्ने कामना गरेका थियौँ। तर आज फेरि पनि हामी भावविह्वल भएका छौँ र फेरि हामी त्यस्तै कोर्ट सभामा उपस्थित भएर खबरदारी गरिरहेका छौँ। हाम्रो समाज र राज्य संयन्त्रमाथि नै आज गम्भीर प्रश्न खडा भएको छ। व्यवस्थाहरू परिवर्तन भए, जनताको अवस्था परिवर्तन भएन भनेर विभिन्न आन्दोलनहरू भए, प्रधानमन्त्रीहरू फेरिए। हामीले कानुन बनाउनका लागि प्रतिनिधि सभामा सदस्यहरूलाई निर्वाचित गरेर पटक पटक पठायौँ। उहाँहरू पनि फेरिरहनु भयो। तर बनेका कानुनहरू कार्यान्वयन नहुँदा आज फेरि इनिसा विकहरूले यस्तो जघन्य अपराधको शिकार हुनुभएको छ। म दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नका लागि राज्यलाई अनुरोध गर्न चाहन्छु र फेरि पनि यस्ता घटना दोहोरिन नदिनका लागि र भएको कानुनलाई कार्यान्वयन गर्न र अझ थप कडाभन्दा कडा कानुन बनाउनका लागि भर्खरै निर्वाचित भएर गएका सम्पूर्ण सांसदज्यूहरूलाई पनि यहीँबाट अपिल गर्न चाहन्छु र फेरि पनि म इनिसा विकमाथि भएको यो जघन्य अपराधको सरकारसँग कडाभन्दा कडा कारबाहीको माग गर्दै मेरा भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। सञ्जालमा विभिन्न कुराहरू हेरेर उसको कथाहरू निकालेर चाहिँ आज त्यही महिला प्रति नै पीडितलाई थप पीडा दिन लागिराखेको छ। यसमा हामी चुप लाग्नु भनेको अन्याय चाहिँ बढ्नु हो। यो अन्याय बढाउने कुरामा चाहिँ हामी सचेत हुनुपर्छ। यहाँ यो खालि इनिसा विकको कुरा छैन, उहाँ सिम्बल हो। हामी यहाँ कतिजना सुरक्षित छौँ, हामीले कति असुरक्षित महसुस गरिराखेको छौँ, हामीले कस्तो कुरा भोगिराखेको छौँ। यो हिंसाको सुरुवात घरदेखि हुन्छ, हाम्रो सोचाइदेखि हुन्छ, विद्यालयमा हुन्छ, सडकमा हुन्छ र हामी सबै ठाउँ सचेत भएर हिँड्नुपर्छ। सचेत भएर हिँडेन भने, हिंसाको कुरालाई बुझाउन सकिएन भने र सही हो भने यो अरूले अझै हिंसा गर्ने कुरालाई प्रबोधन गर्छ। यो आन्दोलन महिलाहरूको मात्रै आन्दोलन होइन, यहाँ हामी पुरुषहरूको पनि आन्दोलन हो। यो सिस्टम बनाउने कुरा छ। यो हत्या हिंसालाई रोक्नको लागि हामी जागरुक हुनुपर्छ, हामीले आवाज उठाउनुपर्छ। हामी दबिनु हुँदैन। जबसम्म हामी दबिन्छौँ, हाम्रो आवाज दबिन्छ, यस्तो हिंसाहरू भइरहेको यो आएको घटना हो, यो बाहिर निक्लेको घटना हो। हजारौं घटना आज समाजमा दबिराखेको छ। किन दबिएको छ भने तपाईँ हाम्रो साथ पाइँदैन कि भनेर
त्यो घटनाहरू दबिराखेको छ। त्यो दबिएको घटनालाई बाहिर ल्याउनु पर्छ र यो किन हामीले पूर्वी नाकाबाट यो आयोजना गरिराखेको छौँ भने सन्देश दिनको लागि हो। हामी हाम्रा छोरीचेलीको, हाम्रा दिदीबहिनीको हामी सुरक्षामा हामी लाग्छौँ। हामी आत्मसुरक्षाको कुरा गरिराखेको छौँ, सोचाइको सुरक्षामा गरिराखेको छौँ। हाम्रो बोलीले विभेद गरिराखेको छ। हेर्नु, हाम्रा व्यवहारहरूले, घरमा गर्ने साना साना कामहरूले विभेदको सुरुवात गरेको छ। त्यसलाई अन्त्य गर्ने हो भने हामीले हामीबाटै सुरु गर्नुपर्छ। मबाट सुरु गर्नुपर्छ। तपाईँ हामी सबैजनाले आफूबाट सुरु गर्यो भने यो हिंसा कुनै दिन अन्त्य हुन्छ। भाषणको लागि मात्रै सडकमा आनेको सिम्बल हो, सङ्केत हो। उसको न्याय प्राप्ति हुनु भनेको सिङ्गो नेपाली समाजले न्याय पाउनु हो। नेपाली समाज अन्यायमा छ भन्ने कुरा आज देखिएको छ। नेपाली समाजलाई न्याय दिने हो, नारी जगतलाई, आदि आकाश ढाकेको नारी जगतलाई न्याय दिने हो। अझ यौनिक अल्पसङ्ख्यकको कुराहरू पनि छ यहाँ। त्यो भएर हामीले यो चेतना चिर्नको लागि आज विद्यार्थीहरू हुनुहुन्छ, क्याम्पसबाट हुनुहुन्छ, तपाईँ हामीले विद्यालय तहबाटै चेतनाको स्तर उकास्नुपर्छ। हामीले समानताको नजर, अघि मेमले भन्नुभयो हेर्दैखेरि पनि बलात्कारको कुराहरू हुन्छ भनेपछि हामीले हाम्रो नजरै बदलिनु पर्नेछ, हाम्रो सोचाइ बदलिनु पर्नेछ। यो पर्खालहरू दिमागमा रहेको पितृसत्तात्मक पर्खाल भत्काइएन भने यो समाजमा विभेद माथि कानुन बन्न पर्छ। यस्तो कानुन बन्नुहोस् कि हामी आमाहरूले हाम्रो छोरीहरूलाई रातिको 10 बजी पनि ल जाऊ भन्न सक्ने वातावरण चाहिँ अब बनिँदै गरेको सरकारले बनाइदियोस् र यो खबरदारी चाहिँ हामी निरन्तर रूपमा हामी गरिराख्छौँ भनेर पनि हामी यीबाट प्रतिबद्धता जाहेर गर्छौँ। र आजको सम्पूर्ण यो सभामा भेला हुने साथीहरू, सङ्घ संस्थाहरू, हाम्रो पुरुष साथीहरू, मेल इङ्गेज भनेको पुरुषहरूका साथी, महिलाहरूको साथी हाम्रो आदरणीय मोहन सरलाई पनि यसमा सहभागी बनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै आउने सम्पूर्ण महिलाहरूको हिंसाहरूमा यसरी नै पुरुषहरूको पनि सहभागिता रहोस् भन्दै यो पक्षले, यो बलात्कारीहरूले न्याय कुनामा यसरी नै सडक तातिएको छ मात्र इनिसा बिकको लागि। आज इनिसा बिकको मृत्यु भइसक्दा हत्यारालाई कारबाही हुनुपर्छ भनेर सडकमा यसरी नै हाम्रा नानी, हामी सबैजना आएका छौँ र यो राज्यले, यो नसुनेको राज्यले सुन्नुपर्छ। अब इनिसा बिकको हत्यारालाई तुरुन्त पत्ता त लागिसकेको छ र कडाभन्दा कडा कारबाही गर्नुपर्छ। र हामीले अस्ति मात्र एउटा फाइल खोलिएको छ, जेफ्री एप्स्टिन फाइल। त्यो फाइल हेरिसके पछाडि हाम्रो यो मुटु कामेको छ र पुरुष सत्ता यसरी हाबी हुँदो रहेछ। र लेखक सुमिनाले भन्नुभएको छ त्यो एप्स्टिन फाइल, उहाँले भन्नुभएको छ साङ्गठनिक बलात्कार दोकान। अब हामीले पनि यो चोकमा, यो ठाउँमा यसरी यस्ता साङ्गठनिक बलात्कारीहरू उत्पादन हुँदै गयो भने हामी के गर्ने होला? त्यो हामीलाई दुःखद लागेको छ। त्यो हामीले फाइल हेर्दै गर्दा हामीलाई बहुत दुःख लागेको छ। र आज हाम्रा नेपालमा पनि यस्ता खालका घटना भइरहेका छन्, दोहोरिरहेका छन्। हिंसा पश्चात हत्या हुनु सामान्य कुरो ठान्न थालिएको छ र त्यसले गर्दा पनि हामी जस्तै महिलाहरू सचेत हुन जरुरी छ। र मलाई अर्को कुरा के लागेको भने यस्ता आवाजहरू चाहिँ हामीले स्कुलमा, विद्यालयमा, पाठ्यक्रममा र हरेक शिक्षकहरूले भन्न जरुरी छ। यौन र बलात्कार छुट्टै हो भनेर हामीले सिकाउन जरुरी छ। त्यस कारणले सानैदेखि त्यो पाठ पढाइयो भने वास्तवमा सम्पूर्ण हामी जति पनि हाम्रा बालबालिका छन् उनीहरूले बुझ्छन्। र हामीले हाम्रा छोरीलाई मात्रै होइन, छोराहरूलाई पनि के शिक्षा दिनुपर्छ भने यो यौन अनि बलात्कार छुट्टै हो भनेर हामीले स्वस्थ तरिकाले बच्चालाई हामीले त्यसरी
लिएर गयौँ सिकायौँ भने अवश्य पनि नानीहरूले छोरीहरूले मात्रै सिक्नुपर्छ भन्ने छैन, छोराहरूले पनि जान्नु पर्दछ। यो त्यस कारणले गर्दा त्यसरी सिकाउँदै गयौँ, पढाउँदै गयौँ, बुझाउँदै गयौँ भने अवश्य एक दिन यो समाज स्वस्थ हुनेछ भन्ने मलाई लाग्दछ। यस्तो सामाजिक क्रियाकलाप यो समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने क्रियाकलापमा यसरी सामाजिक सङ्घ संस्था सबै समाजै जुरुक्क उठेर लागेको एउटा सुन्दर पक्ष हो पनि यसमा लाग्नुपर्छ। यो बलात्कार यो यस्ता क्रियाकलापहरू चाहिँ एउटा महिलाहरूको मात्रै एउटा समस्या नभएर यो सिङ्गो समाजको समस्या हो। हाम्रा बहिनीहरू हाम्रा चेलीहरू एउटा खुलेर एउटा हामीले हिँड्न सक्ने एउटा डर महसुस नगरिकन हिँड्न सक्ने वातावरण हामी सबैले सृजना गर्नुपर्छ। बलात्कारीलाई तपाईँहरू महिलाहरू मात्रै नभएर हामी पनि उहाँहरूलाई चाहिँ बलात्कारीहरूलाई चाहिँ कानुनी कठघरामा ल्याउनुपर्छ। उहाँहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्छ र यस्तो कानुन निर्माण हुनुपर्छ जुन कुराले चाहिँ बलात्कारी र बलात्कार जस्ता क्रियाकलापमा चाहिँ त्यो सोच्नुभन्दा अगाडि 100औँचोटि त्यो कुरा सोचेर मात्रै त्यो कदम उठाउन सक्ने गरी त्यो कुरा नहुनको लागि चाहिँ हामी लाग्नुपर्छ। अहिले एउटा सरकार बनेको छ, यो सरकारमा ले चाहिँ यो कुरालाई चाहिँ एकदमै चासोको साथ लागेर चाहिँ एउटा कानुन निर्माण गर्छ, संविधान संशोधन गर्छ। यस्ता क्रियाकलापमा चाहिँ हामी सबैजना लाग्नुपर्छ। हामीहरू चाहिँ इरिसाबिक निर्मला पन्त कतिजनाले चाहिँ बलात्कृत भइसकिसकेपछि कतिजनाको मृत्यु भइसकिसकेपछि मात्रै कानुन बन्ने भन्दा पनि यो हामी सबैजना लाग्नुपर्छ। यो प्रगतिशील युवा क्लबले चाहिँ हामी कोही अध्यक्ष कोही प्रमुख अतिथि केही छैनौँ। हामी यहाँ सबैजना चाहिँ यो इनिसाबिकको प्रकरणको विरुद्धमा हामी सडकमा आएको छौँ। एउटा प्रगतिशील युवा क्लबले चाहिँ तपाईँलाई समन्वयकारी भूमिका मात्रै प्रदान गरेको छ। हिजो हामीले खबर गर्दै गर्दा उठाउन भेला भएका छौँ। निर्दोष बालिका इनिसा बिकमाथि भएको जघन्य बलात्कार र हत्या जस्तो अमानवीय घटनाले सम्पूर्ण समाजलाई नै स्तब्ध बनाएको छ। हामी भर्खरै केही वर्ष अगाडि नै निर्मला पन्तको हत्या भए सँगसँगै फेरि पनि यो इनिसा बिकमाथि पनि यस्तो अमानवीय दुर्व्यवहार हुनु, यस्तो घटना घट्नु हाम्रो समाजमा अझै पनि छोरी चेलीहरूले असुरक्षित महसुस गरिरहेको अवस्था पनि छ। र अब भने हामी नारा लगाउनेछौँ। नारीमाथि हिंसा बन्द गर, दोषीलाई तुरुन्त कारबाही गर। नारीमाथि हिंसा बन्द गर, दोषीलाई तुरुन्त कारबाही गर। इनिसा बिकलाई न्याय दे, न्याय दे। बलात्कारीलाई कडा सजाय दे, कडा सजाय दे। नारीमाथि हिंसा बन्द गर, बन्द गर। अपराधीलाई उन्मुक्ति नदेऊ, नदेऊ। इनिसा बिकलाई न्याय दे, न्याय दे। इनिसा बिकलाई न्याय दे, न्याय दे। बलात्कारीलाई कडा सजाय दे, सजाय दे। अपराधीलाई कडा कारबाही गर, कारबाही गर। छोरीहरूको सुरक्षा सुनिश्चित गर, सुनिश्चित गर। न्याय बिना शान्ति हुँदैन, हुँदैन। बलात्कारीलाई उन्मुक्ति नदेऊ, नदेऊ। हामीलाई के चाहिन्छ? हामीलाई के चाहिन्छ? नारीमाथि हिंसा बन्द गर, बन्द गर। इनिसा बिकलाई न्याय दे, न्याय दे। इनिसा बिकलाई न्याय दे, न्याय दे। नारीमाथि हिंसा बन्द गर, बन्द गर। हामी के चाहन्छौँ? हामी न्याय चाहन्छौँ। नारीमाथि हिंसा बन्द गर, बन्द गर। हामी चुप लाग्दैनौँ, न्याय नपाएसम्म लडिरहन्छौँ। हामी चुप लाग्दैनौँ, न्याय नपाएसम्म लडिरहन्छौँ। अपराधीलाई उन्मुक्ति नदेऊ, नदेऊ। समाज, अभिभावक, युवा र सरोकारवाला निकायहरूलाई सचेत र जिम्मेवार बन्न पनि आग्रह गर्दछौँ। न्याय बिना शान्ति सम्भव छैन। त्यसैले हाम्रो एउटै आवाज हो, इनिसा बिकलाई न्याय देऊ, न्याय देऊ। माथि भएको जघन्य अपराध विरुद्ध चाहिँ खबरदारी सभा आयोजना
दाजु ठ्याक्कै कागज